कसलाई घरमा राखे पनि टिकटकरलाई चाहिँ घरमा म राख्दिन। किन बुवा? ट्याप ट्याप पारेर हैरान पार्छन्। ल सुरु गरौँ। त्यस्तो नभन्नुस् है, उहाँहरू फेमस नै हुनुहुन्छ। हो र? बेला न कुबेला को तास खेल्छ भनेको के भोलिजी? अब हामीले सत्ता पल्टाउने भनेको त्यही तासमा मात्रै त भयो नि। बुइनी बुवा। उको बुइनी भने त बुवा। कसको बुइनी? ऊ त उसकै दाइको बुइनी बुवा। बुवा मलाई अलिकति हतार छ, हामी दुईजना ठ्याक्क माथि गएर 2 मिनट गफ हानेर आइहाल्छौँ नि है। अनि तेरो 2 मिनटमै गफ सकिन्छ बेटा। तपाईँ त यो समाजको समस्या मात्रै उठाउने मान्छे होइन। लु दिपाललाई उठाइहाल्नु त अरे। तपाईँको घर कता? छैन चिया कफी छैन। आशिका तामाङसँग फिल्म गर्नु भएको हो नि? कुन चाहिँ? सुश्री हो नि। त्यसपछि 2 जना छुट्टिए। श्री चाहिँ उहाँले राख्नुभयो, सुतिर चाहिँ हप्तामा 2टा मात्रै भए पनि सुन्तला खान पाइन्छ भनेर प्रभात लामालाई केटी बनाइरहेको। भगवान कसम ढाँट्नु हुँदैन, मैले पनि 2 केस्रा चाहिँ चाखे। गुम्सेर होला साह्रै अमिलो। सर तपाईको घर कता? जन्म घर तनहुँ बन्दीपुर, अहिले कासुती नवलपुर। त्यही त, म त बौला बौला भन्दै पाटन वरिपरि हो कि। कहाँ गए पनि म त ढले 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 रे ढले ढले नभनिकन पनि ढल्न मिल्छ के? तर गौरी चाहिँ एकदम नजिक थिइस् है। धेरै नजिक नि। ठिको ठिको, पशुपति र आर्यघाट त नजिकै हुनु पर्यो। तेरो त सबै गीतहरू चलेकै छ। तँ चाहिँ अहिलेसम्म कतिवटा देश गइसो? 3टा पासपोर्ट भरियो। सेम यार, मेरो पनि 3टै पासपोर्ट भरियो। हो र? छोरीले होमवर्कै त्यही पासपोर्टमा गर्दैन। एकदम ब्युटिफुल हिरोइन नाम के हो? शिल्पा मास्के। शिल्पा मास्के को अरे? एउटा इंग्लिश फिल्म पनि खेलेको छ है, समझ्यो? हो त। अनि त्यस्तो फिल्म खेल्दा बाबुआमाले केही भन्नु नि त? हलिउड फिल्म हो क्या, उहाँ डक्टर स्ट्रेन्जसँग खेलेको हलिउड फिल्म। डाक्टरसँग खेलेको? ए मैले हेरेको थिएँ। कपाल नभएको डाक्टरसँग है। तिम्रो लागि एउटा लाइन छ। हजुर सर। गेट आउट। आमा म साँच्ची 7 महिनामा जन्मेको हो त। ओ वाह, हुन पनि ऱ्यापर हो। ऱ्याप पनि फास्ट, डेलिभरी पनि फास्ट। तपाईँले तत्कालै राजीनामा किन दिनु भएन? मैले तत्काल राजीनामा दिन खोजेकै हो। साइन गर्न नआएर 2 दिन त साइन सिक्न लाग्यो त के गर्नु मैले? केटी माग्न जाँदाखेरि केटीको आमाले के भन्नु भयो थाहा छ? उहाँको सासू आमाले तपाईँ एक्लै आउनुभयो, छोरोलाई पनि लिएर आएको भयो। हामीसँग कुलेन्द्रजी पनि हुनुहुन्छ। उहाँको गीत सालको पातको टपरी, यसको एकदमै डिमान्ड छ। 16 श्राद्धमा कहिले मलेसिया, कहिले दुबई, कहिले थाइल्यान्ड। त तपाईँहरू थाइल्यान्ड गएर चाहिँ अडिसन मात्रै लिएर आउनुहुन्छ कि? सबैभन्दा राम्रो लागेको भनेको मलाई छोरी।